भाइको रिजल्ट सुन्न जाँदाखेरि यत्तिको रमाइलो हुन्छ भन्ने मैले आजसम्म सोचेकै थिइनँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला है, र म पनि एकदम फिट एन्ड फाइन छु। म चाहिँ आज भाइको रिजल्ट सुन्न जाँदैछु होइन, अनि पुल पनि घुम्नेछु। अनि म चाहिँ एक्लै भएँ भनेर सोच्दै थिएँ होइन, उताबाट चाहिँ साइली आमा नि आउनुभयो। अनि म र साइली आमा भएर भाइको अनि उहाँले चाहिँ आफ्नो नातिको रिजल्ट सुन्न जानुभयो। बाटोमा जाँदा जाँदै त अरूहरू पनि भाउजूहरू अनि साथी पनि भेट हुनुभयो। अनि हामी चाहिँ रिजल्ट सुन्न लाग्यौँ। अनि उहाँ साइनी आमालाई चाहिँ कस्तो गर्मी भयो भनेर उहाँले छाता पनि ल्याउनु भएको रहेछ। सुरुमा चाहिँ हामी गइयो नयाँ पुल घुम्नका लागि, किनकि यहाँ बनेको धेरै पनि भएको छैन। अनि हामी चाहिँ सुई लागेर चाहिँ हामी नयाँ पुल घुम्न लाग्यौँ, किनकि यहाँ 6 महिनाभित्र चाहिँ यस्तो राम्रो पुल बनेको छ। विकास गर्ने हो भने चाहिँ नगर्ने हो भने चाहिँ केही नहुँदो रहेनछ। यहाँ चाहिँ भाइहरू रहेछन्, हाई दिदी भन्दै थिए है। अनि यता हेर्न यस्तो राम्रो पुल, आहा अझ यहाँनिर चाहिँ पुलको दुःख नै थियो, किनभने चाहिँ विद्यार्थी भाइ बहिनीहरू चाहिँ ओहोरदोहोर गर्नका लागि अलिकति गाह्रो हुन्थ्यो नि त बर्खाको समयमा। अनि यस्तो राम्रो पुल, यतातिरको भ्यू चाहिँ यस्तो बब्बाल देखेछ यो पालुखा माविको त पुरै छोडिदिउँ। अनि यता चाहिँ अनि दिदीहरूसँग चाहिँ भेट भयो, उहाँहरू पनि आफ्नो बच्चा बच्चीको रिजल्ट सुन्न आउनुभएको रहेछ। अनि एकछिनमा सबै मिलेर फोटो भिडियो खिचियो होइन। अनि यता हेर्नु न कस्तो राम्रो देखेको हाम्रो यो छल्दी फाँड त, वाओ। अनि खोलाको त पुरै छोडौँ। अनि हामी चाहिँ गयो उता हलतिर, किनकि यता कार्यक्रम सुरु भइसकेको थियो, सबै उपस्थिति हुनु भइसकेको थियो है। अनि म पनि पुगेँ। अनि नानीहरूले नि कस्तो राम्रो नृत्य प्रस्तुत गरेको होइन, मलाई नाचौँ जस्तो लागेको थियो। अनि त्यतिकैमा चाहिँ हाम्रो प्राध्यापक सरज्यूले चाहिँ आफ्नो मन्तव्यहरू राख्दै हुनुहुन्थ्यो होइन। अनि सबैलाई शुभकामना दिँदै भाइ बहिनीहरूलाई चाहिँ अनि आफ्नो कुराकानीहरू राख्दै हुनुहुन्थ्यो। अनि यता चाहिँ हेर्नु सबै निदाइरहनु भएको चाहिँ भाषण गर्दा चाहिँ सबैलाई निद्रा लाग्छ कि, अन्त मलाई पनि लाग्छ है। अनि आज चाहिँ म निदाइनँ। अनि यता चाहिँ मैले भाइलाई जिस्काउँदै बस्दै गरेको थिएँ, भाइ चाहिँ लजाइदिरहेको कि म त बच्चा बच्चीलाई लास्टै जिस्काउँछु नि, फेरि मन पनि पर्छ है। अनि यतातिर हेर्नु सबै निदाइदिरहेको हो, यस्तो भिडियो चाहिँ नखिच्न पनि त्यही पनि। अनि मलाई पनि झ्याउ लाएर यसो तलतिर झरेको, साइली आमासँग यस्तै गफ गर्दै हाँस्दै बस्दै थिएँ झ्याउ लाएर। अनि एकछिनमा चाहिँ भाइहरू माथि रहेछन्। अनि भाइ कहाँ त भेटै हुन्नस् त हौ, त साथीहरू पाएपछि मलाई भुल्छस् भनेको चाहिँ होइन भन है। अनि फेरि यतातिर चाहिँ वार्षिक परीक्षाको नतिजा प्रकाशन भइसकेको थियो। अनि भाइ चाहिँ अनुशासनमा आएछन् कि अघि जिस्काएको भाइ चाहिँ। अनि यतातिर चाहिँ अब सबैले फटाफट टिको लगाउने कार्यक्रम चलिरहेको थियो, पुरस्कार वितरण गर्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मलाई लास्टै भोक लागेको थियो, नास्ताको पनि व्यवस्था रहेछ, चिया र बिस्कुट खाइसकेँ। अनि त्यसपछि त यतातिर हेर्नु न सरहरू यस्तो राम्रो नाच्नु रहेछ त, पालुखा माविको सर मिस त यस्तो राम्रो डान्स गर्नुहुँदो रहेछ नि, तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ होइन। अनि स्कुलको भ्यू पनि यस्तो खतरा बब्बाल देखेको थियो होइन, सबै आमाहरू अनि दिदीहरू चाहिँ नाच्दै हुनुहुन्थ्यो। अनि मैले पनि यसो जानी नजानी गीत गाइदिएँ। अनि यसो चाहिँ नाचेँ है, मलाई त्यति खासै गीत गाउन नाच्न त आउँदैन, त्यही पनि के छ र यस्तो बाजाको तालमा चाहिँ नाच्नु भएको थियो। त्यतिर सर मिसहरू हेर्नु न यस्तो राम्रो डान्स गर्नुभएको थियो, ल हेर्नु त कस्तो राम्रो नाच्नु रहेछ। अनि यतातिर रमाइलो हुँदै थियो, तर हामी घर जानु पऱ्यो किनकि ढिला भइसकेको थियो। भाइ पनि पास भयो, अब चाहिँ हामी घरतिर लाग्यो। थ्याङ्क यू फर वाचिङ भिडियो, बाई।